गाइस यो सप्लीको बिदामा घुम्ने भने चाहिँ यो धेरै चटकै हुँदो रहेछ हामीले बुझिसक्यौँ होइन। तर चाहिँ हामी चाहिँ लाग्यो होइन कुरीतिर केटाहरूसँग कुरी आइया छ। हामी चाहिँ कुरीको ट्रिप कम्प्लिट प्लस कापुचे सप्लीको बिदा जस एउटा ट्रिप हान्यो जसो तसो होइन त गाइस। पर्सिदेखि कलेज सुरु हुन्छ यो त रमाइलो गरियो रमाइलो चाहिँ गर्यो। अब यस्तै हो भनेको चाहिँ पुरा गरियो हामीले। त्यसमा सबैभन्दा ठुलो खुसी भनेको त्यही हो ल गाइस। ल गएको बिहामा एकचोटि ल पुरी ट्रिप कम्प्लिट चटक कम्प्लिट। अब चाहिँ हामी भर्खरै कोरीबाट आएको हिजो हुबाट आएको। अब हामी तल सिक्लेसतर्फ 7 घन्टा ओह्रालो यो हो बाटो। हिजो चाहिँ हामी यताबाट आएको अब चाहिँ यताबाट ओह्रालो तिन्जे खोलाको नाम माथि रहेछ नि त। चाहिँ एकछिन हामी यता रिसेको माथिबाट आएको थियौँ हामी त्यहाँ माथिबाट त्यहाँबाट आएको हामी। यो चाहिँ हामी त्यो चढेको हिजो हामी त्यो चढेको है कताबाट हामी उता है चाहिँ हामी यता छौँ। र हामी उता माथिबाट आएको थियो बेफो झरिँदैछ। हामी कहाँ भन्दा सिक्लेस 7 घन्टाको नन ओह्रालो नन एउटासम्म भेट्यो भाइ त मारिदिनु खुट्टा खुद्दिसक्यो। कसरी हिँड्ने थाहा छैन तर हिँड्नु पर्पल र सेतो पछि धेरै पछि यो रातो लाली गुराँस पिङ्क भर्खरसम्म पानी परेको थियो। अब घाम लाग्यो। तासाबाट अब लगभग 3 घन्टा टु सिक्लेसबाट केटाहरूलाई कुरा गरेको छ। भ्यायो भने पोखरा भर्खर पानी परेर घाम लाग्यो। भ्यू त उपर छ कतिको गाह्रो हुने अब। सिक्लेस भनेको उठ्यो त्यो त्यहाँबाट 3 घन्टामा पुग्ने हामी। यहाँबाट स्वाट खोलाबाट स्वाट लगाइस। अब चाहिँ हामी यता सालमेमा भन्नेमा पुगिसक्यो। कोरीबाट हामी यता 3 घन्टा भयो होला तलको। अब तासामा खाने ठाउँ 1 घन्टामा पुगिन्छ। यता मलाई गाह्रो चाहिँ यता एङ्कल गएर चाहिँ गाह्रो भइरहेको छ। अरू चाहिँ यता अगाडि गइसक्यो। चाहिँ बिस्तारै अब 1 घन्टा कि म्याक्सिमम् 1.5 घन्टामा पुग्छु खाने ठाउँमा। अब तिमीलाई जुगारले टोकाइसकेको छैन आज? 3जनाले। म चाहिँ जुगाको लागि चेक गरेर राख्छु पालै पिलो। हिजो टुक्दा जिन्दगीमा फर्स्ट टाइम जुगाले टोकाएको थियो। आज जुगायो भने फाकुर हानेर फालिदिने। गाह्रो छ गाह्रो। अझै कति घन्टा? अझै अब 2 घन्टा होला फिक्स 2 घन्टा हामी हिँड्नुपर्छ। 15 मिनट भयो हिँडेको। त्यही पनि आज ओह्रालोले गर्दा 8 पोलमा हामी सेकेन्ड पोलमा छौँ। यो अगाडि फर्स्ट पोल अगाडि छ यताबाट देख्नु होला। यो चाहिँ सेकेन्ड पोल हो अनि थर्ड पोल चाहिँ त्यहाँ छ। यो त पोलमा रेस गरेर उता माथि चाहिँ 4th पोल। हरेक पोलमा हामी 7 घन्टाको निरन्तर ओह्रालो। कहाँबाट भन्नु त्यो डाँडा हेर्नु। यो भन्दा पनि उता त्यो भन्दा पनि उताको डाँडा। 7 घन्टा ओह्रालो बल्ल सक्यो। अब 2-3 घन्टाको उकालो रे। फेरि कति 1000 फिटबाट फेरि हामी कति हजारमा पुग्नु पऱ्यो रे? अब हामी 1700 मिटर र फेरि 1900 मिटरमा 1900। अब यहाँ जुकाले टोकिरहेको छ। यहाँ आउनु त मेरो भ्लगमा क्लोज दृश्य गर्न आउनु। जुकाले बाइट खुलिसकेर जम्मा यता छिरो है यहाँ खुलिसकेर छ। समाउँदै लाउनु। अब भ्लग निरन्तर जारी नै छ। जुका देखाउँछु कस्तो टोक्छ यहाँ भनेर। फुलिसकेको जुका
मेरो रगत खाना खाँदा फुलेको जुका पाक्या भन्छ यसलाई। यसलाई चाहिँ निकाल्न धेरै गाह्रो हुन्न होइन। जुन यस्तो हुन्छ जुन नपाका जुका चाहिँ मरिजाला निस्किँदैन क्या। यो चाहिँ पाके रगत खाए चाहिँ आफै अटोमेटिक हो। अब कुनै होला यहाँ बेबी जुका छ यो मरिहाल्छ है। जुकाले आज लेभल टोकै रगत हेरौँ प्लिज। यस्तै छ गाह्रो छ ट्रेकिङ। अच्छा फाइनली फाइनली सिक्लेस यसलाई के भन्छ सिक्लेस। यहाँ के छ अरे सिक्लेस पार्क साथ केही घुम्दैन, घुम्न पुगिसक्यो। अब हामी आज यहाँ जिप बुक गरिरहेको त्यो बुक गरेको जिपमा रवाना हुन्छ हामी कहाँ भन्दा पोखरामा। गाइस उता भ्यू देखाइदियो कस्तो दामी छ। ओ खतरा छ यता भ्यू चाहिँ। सिक्लेस 12 बजे सुरु गरेको ट्रेक कहाँबाट यही ठाउँबाट आज 7 बजी सकिएको छ। आज 10 घन्टा हिँडिसकेको छ हामीले। मेरो भन्नु केही छैन, 4 बजे सक्यो। फर्स्ट दिन 7 घन्टा ट्रेक, दोस्रो दिन 10 घन्टा, आज 9 घन्टा। टोटलमा हाम्रो कति घन्टा भयो? 26 घन्टाको ट्रेक 3 दिनमा कम्प्लिटेड। थकाइ लागिसक्यो। यता जुगाले दुखाइदिएको छ, यता खुट्टाको एङ्कल भएर मेन टेन्सन भएको थियो अघि। अस्ति त्यहाँबाट सिक्लेसबाट सुरु भयो, आज यतैबाट इन्ड। अब पोखराको लागि 34 खेल्यो त्यो पालमा नपरेर साइडबाट झऱ्यो होला। पालमा नपरेर त्यो यस्तो स्कुटरलाई डबल स्ट्यान्डमा हालौँ न, अनि पो सजिलो हुन्छ हाल्नु। पहिला डबलमा हाल्नु त, अनि पो सजिलो हुन्छ। अब यहाँ पछाडिबाट हालौँ त। बिस्तारै, तर भरि छ क्या तेल, बिस्तारै हाल्नु नि। भरि छ लगभग। केटाहरूको बाइक बिग्रेर तेल ट्रान्सफर, अनि यो बाइकको त्यो हुडमा हालेर लाने हो। बोतलमा झिकेर राख्यो भयो त पेट्रोल त काम लागिहाल्छ नि। बिस्तारै हो त्यसो पेट्रोल त काम लागिहाल्छ नि, बोतलमा झिकेर राख्नु जान्छ कि अझै 4-5 बोतल त जान्छ भने त भयो जहाँसम्म। होइन भरिसक्यो बिजोको भयो नि त। थोड्नु बोतलमा हालेर राख्नु कि बाटोमा काम लागिहाल्छ, भोलि काम लागिहाल्छ नि। पेट्रोल त जाने होइन। म यहाँ मेमोरी हानिरहेको मेमोरी केटाहरूले कसरी गरे भने त। बुटवलदेखि केटाहरूले बाइक ल्याएर ल अब सजेसन चाहिँ बवाल। अब जिपमा आउने बाइकमा चलबल्दिन आउने भने सोरुममा त झिकेर उसलाई कुरा गरे त बोतलमा झिकेर राखौँ क्या अब। ल हामी मैले त आनन्दै छोड्यो। अहिले यसले बुस हानिदियो भने त फेरि हुन्छ बिचमा बाटो। बोतल चाहिँ अलिक कसो भयो। इरेस्पोन्सिबल गाइज। तिमीलाई मुखले होइन हातले दिन भन्नु पर्ने। यो त अड्क्यो यहाँ उसमा अड्क्यो कि छोरी उतार्न। त्यो लेकार त फर्काइदिन नि मिल्छ। लकेडा अब हामी बल्ल बल्ल बाइक चढाइयो। अब हामी बिस्तारै यहाँबाट लागिन्छ। नाजुक छ, नाजुक भन्दा नि तर घाँटीमा चाहिँ नेपालको झन्डा है। ठिक छ जस्तो भयो नि नेपालको झन्डा बोक्नै भयो। तेरो आमा नेपालमा होइन भन्नुको याद आउँछ। हामी कतिजना भयौँ गाडीमा जाने? हामी 5 जना
टोटल 4 जना चाहिँ स्कुटी र बाइकमा एउटा बाइक चाहिँ माथि छ यत्ले। त्यो आन्टी हुनुहुन्छ नि एकजना आन्टी आन्टी पनि हो सुनमा सुन हेलो गाइस हामी कहाँ भन्दा हामी कुकुरबाट कुकुरले भुक्यो भने रियान डराउँदैछ तर कुकुरले केही गर्दैन कुरीबाट हामी सेम डे ब्याक सेम डे टु पोखरा अब के यहाँ एकदम कन्सिक्वेन्स मिल्यो भने हामीले एउटा होटेल बुक गर्न लागेको थियौँ तर त्यो होटेल चाहिँ के भइदियो भन्दा त्यो होटेल चाहिँ फुल टु प्याक अनि हामीले अन्वेषालाई फोन गऱ्यौँ अनि अन्वेषाले हामीले 1 वर्ष अगाडि सिएचडी आउँदा जुन होटेलमा बसेको थियो त्यही होटेल अनि रुम पनि त्यही ल भन्दै अब कस्तो थियो रुम र होटेल त्यही अब म जुन खाटमा सुत्न लाग्यो त्यही खाटमा सुत्छु म चाहिँ त्यो पाइनँ तर मलाई त्यो खाटले बाले फरेर जुन रुम पाएको जुन रुम क्या त्यो दिन जुन रुम त्यही रुम जुन खाट त्यही फ्लोर तर हामी 3 तला चढ्न नसक्ने भयो अब हामी यहाँ कति 11:30 बजी आयो अब हामी खानेकुराको व्यवस्था गर्दैछौँ गाइज खानेकुरा खोज्न हिँड्दैछौँ यस्तो सबै एउटा हाम्रो काम दाम छैन अहिले देखाउँदा फेरि है यस्तो छ रमाइलो छ खानु चाहिँ रियान हिँड्न नसकेर खल्ट्याक गाह्रो छ गाह्रो ट्रेक भन्नु मात्र गाह्रो म त फ्रेसै छु खुट्टा के देखाउने हो यस्तो छ खुट्टाको पारा अब म त मेन्टालिटी हो म त फ्रेस भइसक्यो क्या म त पोखरा छिर्ने थिएँ पुरै फुल टु फ्रेस अब आज दिनभरि म त पार्टी हानु भने रेडी हो तर अब केटाहरू सक्दैनन् केटाहरूलाई सोच्नु पऱ्यो आफ्नो मात्र सोचेर भनेको आज मजा आइरहेछ पोखरा सगै हेर्न लगाएर भोलिबाट